कति सुत्नु भने कति सुत्नु यार, जति सुत्यो नि यो ज्यान यस्तै हो है। फोन हेर्दा सुत्दा सुत्दा रिङ्गटा लागिसक्यो। अब चाहिँ यसो बाहिरको वातावरण वेदर के कस्तो छ म तपाईँहरूमा देखाउन गइरहेको छु है। सबैले के कस्तो छ हेरेर लाइक कमेन्ट सेयर अनि प्रतिक्रिया दिन नभुल्नु होला। अनि मेन कुरा त यहाँ मार्पोक्लु मगर युट्युब च्यानलले सब्स्क्राइब गरिदिनु होला है। सबैले साथ सपोर्ट अनि माया गरिदिनु होला। अब हामी लाग्दैछौँ भिडियोतिर है। हेलो गाइस, के छ सबैजना सन्चै हुनुहुन्छ? म पनि एकदम सन्चै छु है। अनि के गर्ने हुनुहुन्छ, के कस्तो अवस्थामा हुनुहुन्छ? म चाहिँ बल्ल बिहान उठिसकेको है। बिहान त के भन्नु, दिउँसोको 12 बजिसक्यो है। के गर्नु, टाइम नै त्यस्तै छ। 12 बजीसम्म सुत्यो है गाइस। अब चाहिँ ड्युटी जानुपर्छ है। फ्रेस पनि भएको छैन, मुखहरू पनि धोएको छैन। अब फ्रेस भएर ड्युटी जानुपर्छ। यसो एउटा भिडियो बनाऊँ भनेर क्यामेरा तर्खाइदिएको कि अब के हो, अनुहार त पुरै रातै छ त। मिठो पानी, साह्रै मिठो गाइस। कति रुमभित्र मात्रै बस्नु कि कहिले कहिले यसो बाहिरतिरको फ्रेस वातावरणमा नि हेरिदिउँ न त हामी है। जान्दैन त्यसै फेरि बाहिरको रुममा है देख्न सक्नुहुन्छ। मुख कुनै धोएको छैन गाइस, म चाहिँ मुख हेर्छु। फाइनल गाइस, बाहिरको वातावरण मस्त घाम लागेको छ। 12 बजिसक्यो, त्यति राम्रो वातावरण त छैन जे पनि। फ्रेस भएको आनन्द नै छुट्टै छ नि त है। ठ्याक्कै भन्नुपर्दा म चाहिँ अहिले रुम बाहिर आएको छु। देखाउन गइरहेको छु म तपाईँहरूलाई रुम बाहिर के कस्तो दृश्यहरू देखिन्छ म देखाउन गइरहेको छु। 1 2 3 देख्न सक्नुहुन्छ गाइस, पुरै बाहिरको वेदर क्या खतरा छ है। माथि मस्त बादलहरू लागेको छ। धेरै दिनको पानीपछि आज एकदमै राम्रो मौसम गरेको छ। नत्र 3-4 दिन लगातार पानी पर्दियो है। यतातिर पुरै होस्टेलहरू छ, यतातिर पुरै होस्टेलहरू छ। देख्न सक्नुहुन्छ तपाईँहरू। टक्क लागेर पुरै मान्छे ब्याग छन् त्यहाँ। तर गाडीहरू पार्किङ छ। क्लियर गरेछ है आज चाहिँ मौसम। अहिले चाहिँ अब पछि चाहिँ भन्न सकिन्न के कस्तो हुन्छ।